मान्छेहरू धेरै पढ्छन्, ठुलो ठुलो मान्छे बन्छन् हैन। अनि म चाहिँ यहाँ छु, यसो किताबको पान्ना पल्टाउँछु। त्यसपछि मलाई याद आउँछ फ्रिजमा के छ, अनि त्यसपछि किचनमा के बाँकी छ। अनि त्यसपछि फेरि हैन मैले त्यस्तो सोच्न हुन्न भनेर फेरि ल्यापटप खोल्छु पढ्नको लागि। अनि फेरि मलाई फ्रिजमा भएको टमाटरले बोलाउँछ, किचनमा भएको आलुले बोलाउँछ। अनि मलाई पानीपुरी बनाम हुन्छ, पकौडा बनाम हुन्छ, आलुचप बनाम हुन्छ। यस्तै अरू पनि हुन्छ है। अहिले मलाई याद आएन। ल ठिकै छ, केही भन। अब हामी फोकस गरौँ। म चाहिँ आज बनाउन लाएँ। तर आज चाहिँ मलाई के बनाम भइरहेको थियो। अनि मलाई एकदम झ्याउ लागेपछि मैले बनाउनु भनेको पानीपुरी र पकौडा। अनि मैले पानीपुरी बनाएँ। अब सोच्नुहुन्छ होला यत्रो धेरै पानीपुरी मैले एक्लै खाएँ भन्ने सोच्नुहुन्छ होला। होइन, मैले त बनाउने मात्रै हो, यहाँ खाने त धेरै मान्छे हुनुहुन्छ। ल हेर्नुहोस् कप्पा कप। ल हेर्नुहोस्, देख्नुभयो नि। हो, यसरी नै मैले बनाइरहेको छु, उहाँहरू खाइरहनुहुन्छ।